केर उठ्न पनि नहुने उठ्यो भने त्यो खुट्टाले त्यति दुःख दिन्छ यो खाएपछि मेरो टाउको रिङ्गाउने अनि सुगर पनि हरायो यो निन्द्रा सबैभन्दा ठुलो ठुलो त निन्द नलाने सुतिरहने उठ्न नहुने माथि हेर्न नसक्ने तल हेर्न नसक्ने सुते कति वर्ष सुत्यो म 80 वर्षदेखि 79 वर्षदेखि सुत्यो होला कति सुत्यो अनि यो खाएपछि म अहिले उठ्न पनि सक्छु हिँड्न पनि सक्यो त्यो दिशा चाहिँ एक हप्तासम्म 10 दिनसम्म दिशै हुने थिएन दिशा नहुने अनि भएपछि त्यो दिनभरि रातभरि गरेको अनि त्यो शाश्वत सिद्धिएपछि अनि एक हप्ता चाहिँ फेरि रोकिराख्ने रोक्ने अनि फेरि त्यो सबभन्दा ठुलो त अब उठ्यो कि यो खुट्टा फर्किने त्यस्तै थियो निन्द लाग्ने सुते लुगा ओढेर सुते मात्रै आँखा हेर्नै नजाने त्यस्तो थियो गर्दा यिनीहरूले त्यो दबाई ल्याएर खाएपछि अलिअलि जस्तो अहिले त जहाँ पनि जानु सक्ने पो भइगयो अहिले युके घुमेर आए आमा एउटा के अरे मोड्ने बाटो पनि बाँचे जस्तै भयो कि अहिले म त कति वर्ष भयो अहिले 14 युके घुमेर आउनुभयो 6 महिना जान्छ भन्थ्यो अब पछि चाहिँ यिनीहरूले जान्छ भन्दा गएन पछि चाहिँ यतिको भयो भने जान्छु नि भनेर गयो 6 महिना बसेर आयो अहिले कति राम्रो हिँड्न पनि सक्छु त्यसले गर्दामा आँखा पनि कमजोरी थियो आँखा पनि यो सुगरको सुगर हालेर आँखा अपरेसन गर्नुपर्छ पुरै भन्थ्यो त्यो दबाई खाएर यो चाहिँ गरिहालेको थियो मैले यो चाहिँ गर्न परेको छैन अहिलेसम्म राम्रै देखिरहेको छ अब के हुन्छ थ्याङ्क यू आमा उहाँको चाहिँ